हालेलुया। परमेश्वरले हामीलाई पठाउनु भएको सबभन्दा ठुलो शक्ति भनौँ, आश्चर्य कर्म भनौँ, सल्लाह भनौँ, उहाँको लेखिएको वचन यो। हालेलुया। हामी वचनमा जानेछौँ। पहिलो वचन यसो लेखेको छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई चाहिएका सबै थोक म पाउँदछु। आमीन भन्नुहोस् न। आजको वचनको शीर्षक छ, परमेश्वरले कसरी हाम्रो आर्थिक जीवनलाई बदल्नुहुन्छ। हामीले विश्वास गरेको परमेश्वरले हाम्रो आत्माको मुक्ति मात्र होइन, तर हाम्रो रोगदेखि पनि मुक्ति दिनुहुन्छ। बिग्रेको सम्बन्धलाई पनि उहाँले सुधार दिनुहुन्छ र इभन परमेश्वरले हाम्रो आर्थिक अवस्थालाई पनि बदल्न सुरु गर्नुहुन्छ, बदल्न सक्नुहुन्छ। तर आज म तपाईलाई उत्साह दिन चाहन्छु। बाइबलमा लेखिएको वचन बाइबलमा लेखियो भन्दैमा त्यतिकै पुरा हुनेवाला छैन। यसको लागि तपाईले नि बाइबलको वचनलाई तपाईले विश्वास गर्नुपर्ने हुन्छ र तपाईले मान्नुपर्ने हुन्छ। आमीन भन्नुहोस् न। यहाँ यसो भन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई चाहिएका सबै थोक म पाउँदछु। कतिलाई सन्तान चाहिएको होला, परमप्रभु तपाईको गोठाला हुनुहुन्छ, तपाईले तपाईको सन्तान पाउनुहुनेछ। कतिलाई चङ्गाई चाहिएको होला, परमप्रभु तपाईको गोठाला हुनुहुन्छ, चङ्गाई तपाईले पाउनुहुनेछ। कतिलाई जागिर चाहिएको होला, परमप्रभु तपाईको गोठाला हुनुहुन्छ, तपाईले असल जागिर पाउनुहुनेछ। कतिले राति सुत्नुको लागि स्लिपिङ ट्याब्लेट खानु परेको छ होला, तर आज म तपाईलाई उत्साह दिन चाहन्छु, परमप्रभु तपाईको गोठाला हुनुहुन्छ, तपाईले मिठो निन्द्रा पाउनुहुनेछ। मलाई परमेश्वरको एउटा वरदान छ, म ढल्किने बित्तिकै निदाइ हाल्छु, किनकि बाइबलमा एउटा वचन छ, म ढल्किन्छु र मस्त निदाउँछु। हालेलुया, हालेलुया। अब सुन्नुहोस् है, परमप्रभु तपाईको गोठाला हुनुभएको कारणले नि तपाईलाई एउटा आशिष छ। त्यो चाहिँ के हो भने नि, तपाईलाई रुपियाँ पैसाको पनि अभाव हुने छैन। तपाईलाई रुपियाँ पैसाको पनि अभाव हुने छैन। भन्नुहोस् त विश्वासले, मलाई आर्थिक आशिषको अभाव हुने छैन। अझै जोडले, मलाई आर्थिक आशिषको अभाव हुने छैन। कतिले अझै जोडले भन्नु खाँचो छ, मलाई आर्थिक आशिषको अभाव हुने छैन। अझै कतिले यो भन्नु जोडले भन्नु खाँचो छ, मलाई आर्थिक आशिषको अभाव हुने छैन। कतिले अझै यो भन्दा पनि जोडले भन्नु खाँचो छ, मलाई आर्थिक आशिषको अभाव हुने छैन। जति पल्ट दोहोऱ्याउनु भयो नि, उति तपाईको विश्वास बढ्दै गयो। विश्वास चाहिँ बोल्छ। म विश्वासी हुने बित्तिकै मसँग परमेश्वरले एउटा वचन बोल्नुभयो, म त तँलाई जीवन दिन, प्रशस्तताको जीवन दिन आएँ। त्यो वचन मेरो हृदयमा यति साह्रो मैले रोपेँ, मुखले मैले यति साह्रो बोलेँ नि, नभन्दै आहिस्ता 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 गर्दै परमेश्वरले मेरो आर्थिक आशिष आर्थिकमा पनि छुनु सुरु गर्नुभयो र उहाँले मलाई आर्थिकमा पनि आशिष दिनु सुरु गर्नुभयो। हालेलुया। नेक्स्ट वर्ड हेरौँ न। यहाँ यसो लेखेको छ, अब म बुढो भएको छु, अब म बुढो भएको छु, म धेरै दिन बाँचिसकेँ, तर कहिल्यै पनि कुनै धर्मी मानिसलाई परमप्रभुले फ्याँक्नु भएको वा तिनको सन्तानले भिख मागेको मैले देखेकै छैन। आमीन भन्नुहोस् न। यो प्रतिज्ञा तपाईको लागि हो। यदि तपाईले सही विश्वास गर्नुभयो भने तपाईको सन्तानले भिख माग्नु पर्ने छैन, तपाईको सन्तानले आर्थिक सहयोग माग्नु पर्ने छैन, तपाईको सन्तानले नि हात मुनि पार्नु पर्ने छैन। यो जिन्दगीमा सबैभन्दा नराम्रो कुरा चाहिँ नि मान्छेको अगाडि गएर नि हात मुनि पार्नु। यहाँ दुख्छ, कतिले भन्दैनन् यहाँ दुख्छ,
म बेला बेलामा जब बाइकमा यात्रा गर्छु नि तातो घाममा नि मानिसहरूले परिश्रम गरिरहेको हुन्छ। किन परिश्रम गरेको? ताकि मैले भोगेको दुःख मेरो सन्तानले नभोगोस् भनेर। आज म तपाईँलाई उत्साह दिन चाहन्छु मण्डली परिवार, तपाईँले विश्वास सही गर्नुभयो भने नि तपाईँको सन्तानले भिख माग्नु पर्ने छैन, तपाईँको सन्तानलाई नि आर्थिक अभाव हुने छैन, तपाईँ शिर हुनुहुनेछ। हालेलुया। तर याद गर्नु होला, जबसम्म तपाईँले बाइबलको नियमहरू, परमेश्वरको वचनको नियमहरू तपाईँले बुझ्नु हुँदैन र त्यसलाई मान्नु हुँदैन नि, यो प्रतिज्ञा स्वतः आउँदैन। केही नियमहरू छन् जुन नियमको बारेमा आज हामी हेर्नेछौँ। पहिलो नियम छ सही विश्वासमा जिउनुहोस्। सही विश्वासमा जिउनुहोस्। भन्नुहोस् त, सही विश्वासमा जिउनुहोस्। फेरि सही भन्नु न, सही विश्वासमा जिउनुहोस्। फेरि सही विश्वासमा जिउनुहोस्। नेक्स्ट भर्स हेरौँ त के लेखिएको छ गलाती 3:13 मैले के भने? विश्वास सही कि रङ विश्वास? सुन्नुहोस् है, धेरैजना क्रिस्चियनको नि विश्वास गलत छ, श्रापित भनेर भनिरहेको हुन्छ। क्रिस्ट यीशुलाई विश्वास गरेपछि त्यो मान्छे कसरी श्रापित हुन्छ? लु भन्नुहोस्, क्रिस्ट यीशुलाई विश्वास गरेको मान्छे कसरी श्रापित हुन्छ? क्रिस्ट यीशुको रगतले धोएका मान्छे कसरी श्रापित हुन्छ? भन्नुहोस्, म श्रापित होइन, म आशीषित हो। म श्रापित होइन, म आशीषित हो। अचम्मै लाग्छ मलाई, धेरैवटा व्यक्तिहरूले अझै पनि म श्रापित भनिरहेको हुन्छ। ओ मेरो घरमा त कति श्राप छ अरे। माई जिजस, तपाईँकोमा छ होला बहिनी, हाम्रोमा छैन। हाम्रोमा त अब्राहमको आशीष छ। आमीन भन्नुहोस् त, हाम्रोमा त अब्राहमको आशीष छ। ओ हामी त जहाँ जान्छौँ फस्टाउँछौँ, जे छुन्छ फस्टाउँछौँ, जहाँ टेक्छौँ त्यही उन्नति गर्छौँ। यो त हाम्रो आशीष हो। शैतानले नि सही विश्वासलाई बिगार्नुको लागि नि गलत विश्वास हालिदिन्छ। यहाँ के भन्छ? हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट छुटाउनु भयो। फेरि सुन्नुहोस् है, हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट छुटाउनु भयो। भन्नुहोस् त, मलाई ख्रिस्टले श्रापबाट छुटाउनु भयो। फेरि मलाई ख्रिस्टले श्रापबाट छुटाउनु भयो। त्यतिकै होइन, मूल्य चुकाएर। अब ख्रिस्टले तपाईँलाई मूल्य चुकाएर व्यवस्थाको श्रापबाट छुटाउनु भयो भने तपाईँ कसरी श्रापित हुन सक्नुहुन्छ? किनकि वचन ध्यान दिनुहोस् है, किनकि काठमा झुन्डिने श्रापित हुन्छ। तपाईँ काठमा झुन्डिनु भएको छ तपाईँ श्रापित हुनुको लागि? त्यसपछि काठमा को झुन्डिनु भयो? यीशु झुन्डिनु भयो। यीशु झुन्डिनु भयो, यीशु श्रापित हुनुभयो, तपाईँ आशीषित हुनुभएको छ। के को? बाउको श्राप, बाजेको श्राप छैन। होइन, अब्राहमको आशीष छ। यता गए पनि आशीष, उता गए पनि आशीष। ऐनामा हेर्दाखेरि पनि आशीषित देख्छु। ऐनाले पनि आफूलाई, ऐना पनि बोल्ने भएको भन्थ्यो होला, बल्ल आज आशीषितलाई हेर्नु पाएँ भनेर। आमीन भन्नुहोस् त। हालेलुया। मोबाइलको क्यामेरा पनि मक्कै हुन्छ होला, बाफ रे बाबा आशीषित मान्छे रहेछ भनेर। हालेलुया। सक्ने भयो नि, ऐनाले पनि तपाईँको फोटो खिचेर तपाईँलाई दिन्थ्यो होला, आशीषित मान्छेलाई हेर्न पायो भनेर। भन्नुहोस् त, म आशीषित हो। भन्नुहोस् त, म आशीषित हो। यता हेर्नुहोस् है, भन्नुको लागि भन्नु होइन, विश्वास गरेर भन्नुहोस्। त्यसै भन्नुको लागि भन्नु होइन, विश्वास गरेर भन्नुहोस् कि तपाईँ जे कुरा भन्दै हुनुहुन्छ तपाईँ त्यो कुरामा विश्वास पनि गर्नुहुन्छ। भन्नुहोस् त, म आशीषित हो। ममा श्राप छैन, सधैँ छैन। त्यसमा के छ? ममा आशीष छ। कसको आशीष छ? अब्राहमको आशीष छ। त्यसमा अब्राहमको आशीषले के गर्छ? पहिलो कुरा धर्मी बनाउँछ सित्तैमा, दोस्रो कुरा उन्नतिको गरिदिन्छ। जहाँ गयो त्यही उन्नति, जे छुयो त्यही उन्नति। हालेलुया। आमीन भन्नुहोस् त।
हालेलुया हामी आशिषित हो यो लुगा लगाएर हामी आशिषित भएको होइन क्या हामीले लाएर यो मक्कै भएको छ क्या बल्ल बल्ल कुनै धर्मीको जीवमा बस्नु पायो भने हालेलुया ग्लोरी टु जिसस हालेलुया हाम्रो निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट छुटाउनु भयो किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ तपाईँ आशिषित हुनुहुन्छ तपाईँले सही विश्वास गर्नुपर्छ कतिजना विश्वासी भएर पनि के भन्छ मेरो त खप्परै यस्तो रहेछ मेरो त भाग्यै यस्तो रहेछ मेरो त जिन्दगी नै यस्तो रहेछ यो आँखाले कहिले पनि देख्दिन होला राम्रो राम्रो दिनहरू तपाईको विश्वास चेन्ज गर्नुहोस् हालेलुया विश्वासीहरू त्यस्तो बोलिरहेको हुन्छ मेरो त यस्तो रहेछ मेरो त जिन्दगी नै यस्तो रहेछ मेरो त बाउ बाजे पनि गरिब बाउले पनि केही गर्न सकेन मैले पनि के गर्छु होला र बुढो पनि उस्तै पर्यो मलाई थाहा छैन बुढो कस्तो पर्यो तर मलाई यो थाहा छ तपाईको भागमा बुढा मात्रै होइन यीशु पनि पर्नु भएको छ हालेलुया एउटा गीत छ क्या तिम्रो भागमा के छ कुन्नी मेरो भागमा के पर्यो भन्थ्यो अरूको भागमा के पर्यो थाहा छैन तपाईको भागमा चाहिँ यीशु पर्नु भएको छ आमीन भन्नुहोस् त भजन सङ्ग्रह 1 को हामी 1 देखि 3 पद हेर्नेछौँ यसो लेखेको छ त्यही मानिस सुखिरहन्छ एउटा कन्डिसन छ है हरेक विश्वासी भनेन त्यो एउटा कन्डिसन छ त्यही मानिस सुखिरहन्छ त्यही विश्वासी सुखिरहन्छ जो दुष्ट मान्छेको सल्लाहमा हिँड्दैन पापीहरूको चालमा चल्दैन वा परमेश्वर नमान्नेहरूको साथ दिँदैन परमेश्वर नचिन्नेसँग नहिँड्नु भनेको होइन नबोल्नु भनेको होइन धेरैपल्ट तपाईँको साथीहरूले तपाईँ जिग्री साथीहरूले पनि तपाईँले विश्वास गरेको परमेश्वरको खिल्ली उडाएको हुन्छ कतिजना व्यक्तिहरूले यीशु ख्रिस्टको जोक्स बनाएको हुन्छ यीशु ख्रिस्टको बिल्ला गर्दै हाँसेको हुन्छ त्यस्तो व्यक्तिको साथमा तपाईँ रहनु मुस्किल हुन्छ है तपाईँलाई मुस्किल हुन्छ 2 पदमा यसो लेखेको छ तर परम प्रभुको व्यवस्था मान्नुलाई खुसी हुन्छ यो व्यवस्था भनेको त्यो मोसाको व्यवस्था भनेको होइन परमेश्वरको वचन भनेको हामी मोसाको व्यवस्थाले धर्मी भएको होइनौँ हामी यीशु ख्रिस्टको ग्रेसले धर्मी भएको हौँ हालेलुया र रात दिन उहाँको वचनको अध्ययन गर्छ रात दिन फेसबुक स्क्रोल गर्छ होइन रात दिन छिमेकीको कुरा काट्छ होइन रात दिन साथीको सङ्गतमा हिँड्छ होइन रात दिन सपिङमा हिँड्छ होइन रात दिन सुती बस्छ होइन रात दिन उहाँको वचनको मनन गर्छ हालेलुया त्यो खोलाको छेउमा उम्रेको ठिक समयमा आफ्नो फल दिने र पात पनि नओइलिने रुख जस्तै हुन्छ त्यसले जुन कुरामा हात लाउँछ नि त्यसमा त्यो सफल हुन्छ आमीन भन्नुहोस् न अब आफूलाई विश्वासी भन्ने लाइफस्टाइल जे पाए त्यही जिउने जहाँ पनि गइदिने जसले बोलाए गइदिने जे पनि खाइदिने मौका मिल्यो भने कसैले देखेको छैन भने बेविचार पनि गरिदिने संसारको गीत हो कि प्रभुको भजन हो यता पनि ठिक्क उता पनि ठिक्क भइदिने यो किसिमको लाइफस्टाइल बोक्नु भएको छ भने तपाईँको जीवनमा आर्थिक आशिष आउनु बडो गाह्रो पर्छ नेक्स्ट वर्ड हामी हेरौँ न नम्बर 3 मा विश्वासद्वारा आर्थिक आशिषलाई तपाईँले बोल्न सुरु गर्नुपर्छ विश्वासद्वारा भन्नुहोस् त ममा अभाव छैन मेरो आर्थिकमा आशिष आइसकेको छ फेरि गरिबी मेरो भाग होइन समृद्धि मेरो भाग हो कोले बुझ्नु भएको यसो गरिदिनुहोस् त यदि आर्थिक आशिषमा यदि तपाईँको जीवनमा आर्थिक आशिष आउने हो भने नि मेरो मण्डली परिवार तपाईँले नि मुखलाई नि तालिम दिनुपर्छ जे पाए त्यही बोल्नु हुँदैन भाग्य यस्तो रहेछ भाग्य खोटो रहेछ बाबु पनि त्यस्तै भयो बाजेले पनि केही गर्नु सकेन म पनि यस्तै हुन्छ होला मेरो त हातमा कति क्रिस्चियनले मैले बोलेको सुनेको छु पास्टर बाबु मेरो त हातमा नि पैसा खेलाउने सहनै छैन अरे पास्टर म प्रार्थना गर्दिन मेरो त हातमा पैसै टिक्दैन आफैले बोले त टिक्दैन भन्दा कहाँ टिक्छ अनि बाइबलले के भन्छ
परमेश्वरले दिने धन चाहिँ नि टिकिबस्छ भन्छ। आमी भन्नुहोस् त, मुखैले बिगारेको क्या क्रिस्चियनले, शैतानले केही गरेकै छैन, मुखैले बिगारेको। पास्टर बाबु प्रार्थना गर्दैन न, जति कमाइ पनि कि टिक्दैन, ल भोलि त हाल्यो, भोलि नै उल्टो छ, जिन्दगी कहाँ सुल्टो हुन्छ? भोलि सुल्टो पार्नुहोस् न, जिन्दगी आफै सुल्टो हुन सुरु गर्छ। हालेलुया। एकैचोटि म कहाँ यहाँ आइपुगेको र, सानो गाउँमा हुर्केको विश्वासी, गाउँको सानो थियो त विश्वास ठुलो थियो, मण्डली पो सानो थियो त विश्वास ठुलो थियो, उमेर त्यो बेलामा सानो 25 वर्ष थियो, विश्वास ठुलो थियो। जहिले पनि विश्वासले घोषणा गर्थे, परमेश्वरले मलाई एक दिन हजारौंको बीचमा लग्नु रहेछ। यदि तपाईको आर्थिक आशिष आएको चाहना गर्नुहुन्छ भने you have to train your mouth. Think before release your word. मुखदेखि बोली निकाल्नु भन्दा अगाडि नि सोच्नुहोस् के बोल्दै हुनुहुन्छ। धेरैले बोलेपछि सोच्छ ला के बोले भनेर, क्रिस्चियनले बोल्नु भन्दा अगाडि सोच्नु पर्छ अब के बोल्ने भनेर। परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई अभाव हुने छैन, ओ मेरो परिवारले भिख माग्नु पर्ने छैन, ओ मेरो परिवारले गरिबीमा जिउनु पर्ने छैन, किनकि ख्रीष्टले मलाई मूल्य तिरेर व्यवस्थाको श्रापबाट निकाल्नु भएको छ। अब म शिर भएको छु, अब म टुप्पो भएको छु, अब म अब्राहमको आशीष छ। हालेलुया। एउटा कुरा भनौँ म तपाईलाई, दामी कुरा भन्नु मन लाग्यो, कतिको आत्मिक जीवन हाई छ उसले मात्र बुझ्छ है। यदि तपाईले सही विश्वास गर्नुभयो भने नि तपाई त नि आर्थिक एट्र्याक्ट गर्ने मान्छे भन्नुहुन्छ। एउटा हुन्छ पैसालाई चेज गर्ने प्रकाश, अर्को हुन्छ पैसाले चेज गर्ने। यदि तपाईले विश्वास सही गर्नु भएर बाइबलको नियम पूरा गर्नुभयो भने नि तपाई कहिले पनि पैसाको पछि कुद्नु पर्दैन, उल्टा पैसा तपाईको पछि कुद्दै आउँछ। पैसालाई पनि रहर हुन्छ के धर्मीको हातमा पर्नु। आमीन भन्नुस् त। बाइबलमा एउटा बताउँछ कि पापीको धन परमेश्वरले धर्मीको हातमा दिनुहुन्छ अरे। म त धन पनि नि, धनलाई पनि इच्छा छ क्या प्रकाशको हातमा जानु, धनलाई पनि इच्छा छ ताराको हातमा जानु, धनलाई पनि इच्छा छ क्या सबैको हातमा जानु। किनकि त्यो धन पनि नि मान्छे मार्नेको हातमा गयो भने नि उसले बन्दुक किनेर मान्छे मार्छ, तर धर्मीको हातमा त्यो धन आयो भने नि उसले नि नर्क जाँदै गरेको मान्छेलाई नि सुसमाचारमा खर्च गरेर नि उहाँको राज्यमा लगिदिन्छ। हालेलुया। आमीन भन्नुहोस् त। तपाईले साँच्चै विश्वास गर्नुहोस् कि क्रिस्चियनसँग नि पैसा हुनु खाँचो छ। साँच्चै भनेको क्रिस्चियनसँग पैसा हुनु खाँचो छ। जब क्रिस्चियनको हातमा माइटी पैसाहरू आउँछ नि, सेवकै कति हुन्थ्यो होला, सुसमाचार कति हुन्थ्यो होला। हितोपदेश 6:2 यसो भन्छ, धेरैपल्ट खालि क्रिस्चियनलाई बानी एउटा थेपै परेको छ, शैतानले फसायो। यहाँ बाइबलले के भन्छ, तिमी तब जालमा फस्यौ। बुझाइन्छु अब, तिमी तब जालमा फस्यौ जब तिमीले मुखदेखि जे पाइते बोल्यौ। यही भनेको बुझ्ने भाषामा। शैतानले होइन बहिनी, तिमी तब जालमा फस्यौ जब तिमीले मुखले जे पाइते बोल्यौ। कोले बुझ्दै हुनुहुन्छ? हामी तब जालमा फस्छौँ जब मुखदेखि जे पाइते बोल्नु सुरु गर्छौँ। त्यही भएर हामीले मुखलाई कन्ट्रोल गर्नुपर्छ। म गरिब हो भन्ने कुरा बोल्नु हुँदैन, म गरिब नै भएर मर्छु यस्तो कुरा बोल्नु हुँदैन, मेरो बाउले सकेन बोल्नु हुँदैन। बाउले सकेन होला, बाजेले सकेन होला, तपाईँ भित्र ख्रीष्टको आत्मा हुनुभएको कारणले तपाईँले सक्नुहुन्छ। तपाईँको पुस्ताको गरिबी चिर्ने मान्छे तपाईँ बन्नुहुन्छ। त्यही भएर गरिबीलाई जित्ने हो भने नि सुरुमा हामीले हाम्रो मुखलाई पनि तहलाउनुपर्छ। नेक्स्ट वर्ष हामी हेर्नेछौँ व्यवस्था 25:4 पद। व्यवस्था 25:4 यसो भनेको छ, जब गोरुहरूलाई दाइँ गर्नु लगाइन्छ, जब गोरुहरूलाई दाइँ गर्नु लगाइन्छ, मण्डली परिवार, जब गोरुहरूलाई दाइँ गर्नु लगाइन्छ, फेरि मण्डली परिवार, जब गोरुहरूलाई दाइँ गर्नु लगाइन्छ, तिनीहरूले अन्न खानु नपाओस् भनेर मोहलो लगाउनु हुँदैन। कोले बुझ्नु भयो? पुरानो करारमा एउटा नियम थियो, व्यवस्थामा एउटा नियम थियो, जब दिनभरि गोरुहरूलाई जोत्छौ नि, दाइँ लगाउँछौ नि,
बेलुकै चाहिँ नि मुखको मुलो खोलिदिनु, खाना दिनु है, ताकि ताकत रहोस्, ताकि भोलि फेरि उसले दाइँ गर्न सकोस्। जो तपाईँको आत्माको लागि दिनरात खटिएका छन्, जसले आफ्नो करियरलाई छोडिदिए, जसले आफ्नो भविष्यलाई सेक्रिफाइस गरिदिए, जसले आफ्नो लाइफलाई नै तपाईँको लागि सेक्रिफाइस गरिदिए, जो कमाउने उमेरमा, जमाउने उमेरमा छोराछोरीको सबैको चिन्ता माथि राखेर तपाईँको लागि खटियो, जसले रातिको 12 बजेमा तपाईँको लागि आइदियो, जसले तपाईँको परिवारको दुःखमा आफ्नै दुःख सम्झिदियो, तपाईँको सुखको लागि दिनरात प्रार्थना गरिदियो, उपवास बसिदियो। यो चाहिँ तपाईँको मण्डलीको अगुवाहरू हो। धेरैजना विश्वासीहरू नि आर्थिक आशिष चाहन्छन्, तर अगुवालाई, मण्डलीको अगुवालाई दिने कुरा आयो भने नि 40 डिग्रीमा बरु पसिना ढिलो आउँछ होला कि त्योभन्दा छिटो पसिना आइहाल्छ, त्यही पनि दाँतबाट आउँछ। फेरि यो कुरामा नि धेरै विश्वासीहरू चुक्छन्। अपरिपक्व विश्वासीको चाहना हुन्छ, मलाई खाँचो पर्दाखेरि हाम्रो मण्डलीको अगुवाले के चाहिँ दियो र, मलाई यत्रो अभाव छु, खोइ मलाई के चाहिँ दियो र। खालि चाहना हुन्छन् कि अगुवाले केही दियोस्, अगुवाले केही दियोस्। तर बाइबलले ठिक उल्टो भनेको छ। मण्डलीले चाहिँ नि अगुवालाई सम्झिनुपर्छ। पास्टर बाउ, तपाईँलाई के खाँचो थियो होला? म एउटा कुरा अचम्मै लाग्छ क्या, पवित्र आत्माले अगुवाई गर्नुभयो भन्छ विश्वासीहरूले, मलाई यो अगुवाई भयो, मलाई त्यो अगुवाई भयो भन्छ। तर एउटा अगुवाई चाहिँ किन कसैलाई नभएको अगुवालाई सम्झिने अगुवाई? धेरैलाई त्यहाँ जाने अगुवाई भयो, धेरैलाई यहाँ जाने अगुवाई भयो, धेरैलाई यो अगुवाई भयो, धेरैलाई त्यो अगुवाई भयो। तर किन चाहिँ विश्वासीलाई चाहिँ नि अगुवाहरूलाई दिने अगुवाई चाहिँ नभएको? यो चाहिँ नि अपरिपक्व विश्वासीहरूले नि आफ्नो हृदयको एउटा ढोकामा चाहिँ चाबी लाग्यो। धरती पल्ट्योस्, आकाश झरोस्, हामी दिने छैनौँ अगुवालाई। मेरो आर्थिक आशिष उभो लाग्नुमा मेरो एउटा स्पिरिचुअल आदत छ, म दिने मान्छे हो। मैले सुनको औँठी एकपल्ट होइन बारम्बार फुकालेर दिएको छु। मैले मान्छेलाई स्कुटर दिएको छु, मान्छेलाई मैले आइफोन दिएको छु, कतिको बच्चालाई मैले पढाइदिएको छु। जब मलाई पवित्र आत्माले भन्ने पनि मेरो श्रीमतीलाई थाहा छ, ब्याङ्क खाली गरेर पनि हामी बुढाबुढीले दिएको छौँ। अस्ति पनि मसँग थिएन, मसँग पैसा, मैले तपाईँलाई भने 1 लाखको चेक काटेर मैले यही चर्चको भेटीमा मैले हालिदिएको। जब मलाई पवित्र आत्माले दे भन्नुहुन्छ नि, म दिन सक्छु। त्यही भएर नि एउटा वचन पुरा भएको छ, देऊ त तिमीलाई दिनेछ। तर आज विश्वासीलाई नि फेरि अर्कै वचन चाहिएको छ, ल्याउ त अझै लिनेछ। पास्टर केशवले दामी कुरा भन्नुभएको थियो एउटा सेवकाईमा, आजकलको विश्वासीहरू नि लेउ बहादुरका सन्तान भएको छ अरे। लेउ बहादुरका सन्तान, हामी चाहिँ देउ बहादुरका सन्तान, भनौँ न, देउ बहादुरका सन्तान। हालेलुया, हालेलुया। बिर्तमठ एकजना छोरी छ, उसँग पैसा हुँदैन, तर प्रत्येक शनिबार उसले जोयल म किरण निमाको लागि आइसक्रिम लिएर दिन्छ। एभ्री विक सुचता, एभ्री विक। उसको नाम जेस्पा हो। प्रत्येक हप्ता उसले हामीलाई आइसक्रिम लिएर दिन्छ। अनि त्यो झापामा सन्जे कति गरम हुन्छ झापामा यहाँ भन्दा, जब त्यो आइसक्रिम पाउँछ नि आम्मामा कस्तो मन खुसी हुन्छ क्या। अनि म जहिले म जेस्पालाई भन्छु क्या, धेरैले मायाको कुरा गरे तर तिमीले माया देखायौ, याद गर्नु होला।